हेलो एभ्रिवान, इट्स मी युमन राई। तपाईँहरूको माझमा फेरि पनि नयाँ एपिसोड नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईँहरूलाई कस्तो छ, सन्चै हुनुहुन्छ सबैजना। आज चाहिँ हामी चिया टुर जाँदैछौँ। विशेष गरी तपाईँहरूको माझमा आज नयाँ भिडियो नयाँ तरिकाको भिडियो लिएर उपस्थित भइसकेको छु। सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहोला तपाईँ सबैजनाको लागि भनेर यो भिडियो है त। टेङ टेङ पवन बुबु, भाइको ब्लगमा आउनु पाउँदा तपाईँलाई कस्तो लागिरहेछ? केही भनिदिनु न, दुई शब्द। तपाईँले केही दुई शब्द भनिदिनु न। मैले अहिले बोल्नु मिल्दैन। किन? किनकि म अहिले मुखमा पानी लगाइरहेको छु। उहाँ चाहिँ एकदम पढिराख्नु भएको छ। बेइज्जत नगरौँ। आज तपाईँ कहाँ पुगेर आउनु भएको रे अघि? आज म मलेसियादेखि भर्खर ल्यान्डिङ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लिएर अहिले चाहिँ भाइको होटलमा आएको छु। जस्तो छ त्यस्तै लगाउँछु नि म। तपाईँलाई थाहा छ कि छैन? म नकाटी लगाउने नि भएकै कुरा हो त। तपाईँ कहिले जानुभएको थियो मलेसिया? चाहिँ कसैलाई थाहा थिएन त तपाईँको? विगत 32 वर्ष अगाडि नै गएको थिएँ। अहिले कति वर्ष पुग्दै हुन्छ? अहिले 44 वर्ष पुगेँ। 32 वर्ष अगाडि गएको थिएँ। अनि नेपाल 32 वर्ष पछाडि। कस्तो रहेछ पहिलाको नेपाल र अहिलेको नेपाल? पहिलाको भन्दा अहिले धेरै सडिएको जस्तो लाग्यो मलाई चाहिँ। पहिल्यै धेरै राम्रो थियो 32 वर्ष अगाडि नै। तपाईँलाई कस्तो लागिरहेछ मेरो ब्लगमा आउनु पाउँदा? भाइको ब्लगमा आउनु पाउँदा एकदम खुसी लागेको छ। यता हेरेर भन्दिनँ होइन, यता हेरेर 30 वर्ष पछाडि बोल्दै गर्दाखेरि नेपालमा आएर अलिक नेपाली भाषा पनि राम्रो बोल्नु बिर्सिसकिएछ। राम्रै बोल्दै हुन्छ त। ए यस्तै हो नेपाली भाषा। तर उहाँले चाहिँ यो चाहिँ हाउडे बोलेको है साथीहरू। हाउडे हाउडे एकदम हाउडे बोल्नुहुन्छ क्या उहाँ। त्यही भएर सो अब चाहिँ हामी जाँदैछौँ, निस्किँदैछौँ है त। ल साथीहरू, अब चाहिँ हामी ग्यासको लगाएर हामी चाहिँ लागिसक्यौँ। च्याटो लगाएर हो फ्रेस फ्रेस तरिकाले फ्रेस मोडेक्स तरिकाले ड्यान्स लगाएर हो च्याटो लगाएर हामी लागिसकेको अवस्था छ। हामी चाहिँ अब हामी चिया प्लेस जान्छौँ। होला सायद अहिले एकजना साथीले कल उठाइरहेको छैन। ठिक छ, उतै गएर कल गर्नु पर्ला। साथीलाई रिसिभ गरेर चिया प्लेस हामी हुन्छौँ है त साथीहरू। चिया गरेर स्टोरमा भ्लग गर्दै जाँदैछु। क्यों पर्खाउनु नि के खै हेर कसैले खै के छ कसैले अरे अनहेल्दी फुड ल्याइदिएछ। ए लिची छ हेर। अस्ति के काम रहेछ रक्देर अस्ति गराउनु पर्छ।
कहाँ जाने अरे कहाँ जाने अरे कहाँ जाने अरे हामी के लगाएको नि त्यो हुट्टा छ सडे साथीहरू आज चाहिँ मैले बिचमा अलिकति ब्लग बनाउन पाइनँ किनकि पानी पनि पर्यो र फोनमा चार्ज पनि सिद्धिएको कारणले गर्दा चाहिँ बिचको ब्लग थोरै बनाउन पाइनँ तर बाँकी ब्लग मैले जे जस्तो भन्यो लगाएको छु अन्तिमसम्म हेरेर साथ दिनुभयो सबैजनालाई थ्याङ्क यू सो मच अनि आजको ब्लगलाई यहीँनिर अन्त्य गर्न चाहन्छु हेर्दै गर्नुहोला आउँदो ब्लगहरूमा माया साथ सपोर्ट देखाउँदै गर्नुहोला थ्याङ्क यू सो मच